नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ, के तपाईले पनि अहिलेसम्म आइपिओ को भरमा नेपालको शेयर बजारबाट पैसा कमाउनु भएको छ र सेकेन्डरी मार्केटबाट शेयर किनबेच गर्नु भएको छैन वा तपाईलाई शेयर किन्न वा बेच्न आउँदैन? यदि तपाईलाई सेकेन्डरी मार्केटबाट शेयर किन्न वा बेच्न आउँदैन भने यो भिडियोमा कमेन्ट गर्नुहोस्। म तपाईलाई कसरी शेयर किन्न वा बेच्न सकिन्छ भन्ने बारे सिकाउँछु। यदि तपाईलाई आइपिओ मात्र भर्नुहुन्छ तर आइपिओ कहिले पर्छ कहिले पर्दैन त्यो तपाईको किस्मतको कुरा हो, तर तपाईले सेकेन्डरी मार्केट यानि कि नेप्सेबाट राम्रो कम्पनी छनौट गर्न सक्नुभयो अनि एनालिसिस गर्न सक्नुभयो भने तपाईले आइपिओ को मात्र भर पर्नु पर्दैन। यदि तपाईलाई एनालिसिस आउँदैन भने सजिलै युट्युबमा वा कुनै स्टक मार्केट सम्बन्धी किताब पढेर एनालिसिस सिक्न सक्नुहुन्छ। यो सब कुरा बुझेर अरूको कुरा नसुनी आफूले जानेर बुझेर कुनै कम्पनीको शेयर किन्न वा बेच्न सक्नु भयो भने आफूले सोचेको भन्दा बढी पैसा कमाउन सक्नुहुन्छ। र तपाईले केही कुरा नबुझी अरूको भरमा लागेर कुनै कम्पनीको शेयर किन्नु भयो भने आफ्नो पैसा सजिलै गुमाउन सक्नुहुन्छ। त्यसर्थ बुझेर लगानी गर्नुस् र तपाईहरु आइपिओ को मात्र भर नपर्नु, सेकेन्डरी मार्केटमा इन्ट्री गर्नुस् र फाइदा कमाउनुस्। तपाईले आफ्नो पैसा लङ टर्मका लागि इन्भेस्ट गर्नुस् ताकि तपाईले अहिले कमाएको पैसा पछि अझ धेरै बनाउनुस्। यदि तपाईलाई लङ टर्मका लागि राम्रो बोनस अनि डिभिडेन्ड दिने कम्पनीहरु बारे अर्को भिडियोमा भन्ने छु र आजदेखि नै तपाईले शेयर किन्न र बेच्न सिक्नुस् ताकि तपाई नेपालको शेयर बजारबाट पैसा कमाउनुस्। आजको लागि यति नै र शेयर बजार सम्बन्धी अरु जानकारी लिन यो भिडियोलाई लाइक गरेर नेपाली शेयर बजार नेप्से यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।